बोर्ड एक्जाम भनेको त्यस्तो एक्जाम हो जसमा हरेक स्टुडेन्टले वर्षभरि पढेको कुरालाई 3 घण्टामा लेख्नुपर्ने हुन्छ, जुन एकदम ठुलो कुरा हो, जसले गर्दा धेरै स्टुडेन्टको चाहिँ समयमा नै सबै क्वेसनको एन्सर लेख्न नभ्याएर आफूलाई आउने क्वेसनहरू पनि छुट्ने गर्दछ। यदि तिमीहरूलाई पनि एक्जाम दिँदा यस्तै प्रब्लम हुन्छ भने अब चिन्ता लिनु पर्दैन। आजको भिडियोमा हामी एक्जाममा छिटो लेख्ने 5 तरिका भन्न गइरहेका छौं। यदि तिमीहरूले यो 5 तरिकालाई चाहिँ फलो गर्छौ भने अबबाट कहिले पनि तिमीहरूको कुनै पनि एक्जाममा कुनै पनि क्वेसन चाहिँ छुट्ने छैन है त, टाइम नपुगेर छुट्ने छैन। पहिलो टिप्स रहेको छ सेल्फ कन्फिडेन्स। मैले धेरै जसो देख्ने गरेको छु कि धेरै स्टुडेन्टहरूले चाहिँ आफूलाई सबै कुरा आउने भए पनि बिना कारण स्ट्रेस फिल गर्ने गर्छन्। यसरी धेरै स्ट्रेस लिँदा पनि एक्जाम हलमा आफूले पढेको कुराहरू भुल्ने र धेरै स्टुडेन्टहरूको हात नै नचल्ने हुन्छ। त्यसैले तिमीहरूले एक्जाम दिँदा स्ट्रेस लिँदै लिनु हुँदैन र जस्तो क्वेसन आए पनि अब म एन्सर